जनताले उन्मादी भएर युद्धको समर्थन नगरौँ। युद्धबाट सबै थोक गुमाउने भनेको जनताले नै हो। र एउटा कुरा सधैँ स्मरण राखौँ, को सत्य थियो, इन्डिया सत्य थियो कि पाकिस्तान सत्य थियो भनिरहँदाखेरि हामीले के बुझ्नुपर्छ भने सत्यको कहिल्यै पनि युद्ध हुँदैन। एउटा सत्य र एउटा असत्यको पनि युद्ध हुँदैन। सधैँ युद्ध दुईटा असत्यहरूबीच हुने गर्छ भन्ने कुरालाई हामीले स्मरणमा राखौँ। यो युद्ध र त्यसपछिको कूटनीतिक स्थितिमा चीन, अमेरिका, पाकिस्तान सबैको स्वार्थ मिसिएको देखिन्छ। चीनले भारतलाई द्वन्द्वमा तानेर उसको आर्थिक, औद्योगिक ग्रोथ रोकेको छ। अमेरिकाले भारतलाई फ्रान्स र रुसको हतियारप्रति शङ्का पैदा गराएर आफ्नो बजार खोल्ने प्रयास गरेको छ। पाकिस्तानले सैनिक प्रतिष्ठान र रणनीतिक प्रभावमा पुनर्संरचना गर्न युद्ध प्रयोग गरेको छ। ट्रम्पले आफ्नो ग्लोबल पिस किपर छवि बनाएर नोबेल पुरस्कार वा वैश्विक नेतृत्वको प्रभाव जमाउने कोसिस गरेका छन्। मोदी एउटा यस्तो खेलमा फँसेका छन् जहाँ उनी न युद्ध गर्न सक्छन् न छवि जोगाउन। उनी यसरी फसाइँदै गएका छन् र उनको हिरोइजम समाप्त पारिएको छ।